पानी पिउँदा के हुन्छ? पानी जीवनको आधार हो। पानी बिना कुनै पनि जीवित प्राणी बाँच्न सक्दैन। शरीरका सबै जैविक क्रियाकलापहरू, पाचन, रक्त सञ्चार, तापक्रम नियन्त्रण तथा विषाक्त पदार्थको निष्कासन पानीकै सहयोगमा सम्पन्न हुन्छ। तर पानी कति मात्रामा र कुन समयमा पिउनुपर्छ भन्ने कुरा थाहा नहुँदा धेरै मानिसहरू अन्जानमै गलत बानी बनाउँछन्। तीमध्ये एक सामान्य बानी हो खाना खाएपछि तुरुन्तै पानी पिउने। देख्दा सामान्य लाग्ने यो बानी वास्तवमै शरीरका लागि हानिकारक हुन्छ। खाना खाएपछि तुरुन्त पानी पिउँदा शरीरमा के हुन्छ, यसको वैज्ञानिक कारण के हो र स्वास्थ्य तरिका कुन हो, यस विषयमा अब हामी चर्चा गर्छौं। मानव शरीरको करिब 60 देखि 70% हिस्सा पानीले बनेको हुन्छ। पानीको अभावमा शरीरका अङ्गहरूले आफ्नो कार्य ठिकसँग गर्न सक्दैनन्। पानीले निम्न महत्त्वपूर्ण कार्यहरू गर्छ। शरीरको तापक्रम नियन्त्रण गर्छ, पाचन प्रक्रियालाई सहज बनाउँछ, विषाक्त पदार्थहरू मूत्र र पसिना मार्फत बाहिर निकाल्छ, जोर्नी र मांसपेशीलाई लचिलो राख्छ, छालामा चमक कायम राख्छ। तर पानी पिउने समय र तरिका गलत भयो भने यही पानी शरीरका लागि समस्या पनि बन्न सक्छ। खाना खाएपछि पेटमा के हुन्छ? जब हामी खाना खान्छौँ त्यसपछि पेटमा विभिन्न पाचन रसहरू उत्पादन हुन्छन्। यी रसहरूमा मुख्यतया हाइड्रोक्लोरिक एसिड, पेप्सिन र अन्य एन्जाइमहरू हुन्छन् जसले खाना पचाउन सहयोग गर्छ। पेटमा यी रसायनहरूको सन्तुलन अत्यन्त महत्त्वपूर्ण हुन्छ। जब खाना पेटमा पुग्छ ती रसहरूले खाना तोड्न र शरीरलाई पोषक तत्त्व लिन सजिलो बनाउँछन्। तर यदि यो समयमा पानीको ठूलो मात्रा पेटमा पुग्यो भने के हुन्छ? खाना खाएपछि तुरुन्त पानी पिउँदा हुने असरहरूको विषयमा अब हामी चर्चा गर्छौं। पाचन रस पातलो हुन्छ। खाना खाएपछि तुरुन्त पानी पिउँदा पेटभित्रको अम्लीयता घट्छ। हाइड्रोक्लोरिक एसिड पानीले पातलो बनाउँछ, जसका कारण खाना राम्रोसँग पच्दैन, पाचन प्रक्रिया सुस्त हुन्छ र पेटमा खाना लामो समयसम्म रहन्छ। अपच हुने सम्भावना हुन्छ। खाना राम्रोसँग नपच्दा अपच, डकार, पेट फुल्ने वा ग्यास बन्ने समस्या हुन्छ। यसले दैनिकीमा असहजता ल्याउँछ र दीर्घकालीन पाचन प्रणाली कमजोर बन्छ। भोक कम हुने र ओजन बढ्ने हुन्छ। पाचन कमजोर हुँदा शरीरले पोषक तत्त्व राम्रोसँग अवशोषण गर्न सक्दैन। शरीरमा बोसो जम्न थाल्छ जसले ओजन बढाउँछ। साथै लगातार अपच हुँदा भोक घट्ने समस्या पनि देखा पर्छ। रक्तमा सुगरको स्तरमा वृद्धि हुन्छ। मधुमेह भएका बिरामीहरूका लागि यो बानी विशेष हानिकारक हुन सक्छ। पानीले पाचन रसमा हस्तक्षेप गर्दा ग्लुकोज अवशोषणमा असन्तुलन आउँछ, जसले रक्त सर्कलमा नियन्त्रणमा असर पुर्याउँछ। शरीरको तापक्रममा असन्तुलन हुन्छ। खाना खाएपछि पेटमा तापक्रम केही बढेको हुन्छ ताकि पाचन प्रक्रिया सक्रिय होस्। यदि त्यस समयमा चिसो पानी पियो भने पेटको तापक्रम अचानक घट्छ र पाचन रस निष्क्रिय हुँदै जान्छ। एसिडिटी र पेटको जलन। कतिपय अवस्थामा तुरुन्त पानी पिउँदा अम्लीयता घट्ने होइन, उल्टै एसिड रिफ्लक्स हुन सक्छ, जसले छातीमा जलन, तितो डकार वा ग्यास्ट्रिक समस्या निम्त्याउन सक्छ। त्यसो भए पानी पिउने उत्तम समय के हो त? विशेषज्ञहरूको सुझाव अनुसार खाना खाने वरिपरि पानी पिउने समय यस्ता हुनुपर्छ। खाना खानभन्दा 30 मिनेट अगाडि 1 गिलास पानी पिउनु सर्वोत्तम हुन्छ। यसले शरीरलाई पाचनका लागि तयार बनाउँछ र पेटमा आवश्यक रसहरू सक्रिय गर्छ। खाना खाँदा पानी। खानाको बीचमा सानो घुटका पानी लिन त सकिन्छ, तर धेरै भने खानु हुँदैन। यसले खाना सजिलै निल्न मद्दत गर्छ र मुख सुक्खा हुन दिँदैन। खाना खाएपछि कम्तीमा 30 देखि 45 मिनेटपछि मात्रै पानी पिउन उपयुक्त हुन्छ। त्यसपछि शरीरले खाना पचाउन सुरु गरिसकेको हुन्छ र पानीले पाचनमा बाधा पुर्याउँदैन। तातो वा चिसो पानी कुन प्रयोग गर्दा राम्रो हुन्छ त? खाना खाएपछि कुन पानी पिउने भन्ने कुरा पनि महत्त्वपूर्ण छ। तातो वा कोमल पानी पिउनु स्वास्थ्यका लागि उपयुक्त हुन्छ। तातो पानीले पाचन छिटो गराउँछ, बोसो पगाल्छ र पेटलाई हल्का महसुस गराउँछ। त्यसैले तेलयुक्त वा भारी खाना खाएपछि तातो पानीले राहत दिन्छ। चिसो पानी खाँदा पचाउन बाधक हुन्छ। चिसो पानीले बोसो जमाउँछ, पाचन सुस्त बनाउँछ र अम्लीयता बढाउँछ। गलत बानी जसले पाचन बिगार्छ। खाना खाएपछि तुरुन्तै धेरै पानी पिउनु, खाना खाएपछि तुरुन्तै सुत्नु वा बस्नु, खाना खाएपछि चिसो पेय पदार्थ सेवन गर्नु, खाना खाँदा ध्यान नदिई मोबाइल हेरेर वा हतारमा खानु, खाना खाएपछि तुरुन्तै फलफुल वा दूध सेवन गर्नु, यी बानीले पाचन प्रणाली कमजोर पार्छन् र दीर्घकालमा स्वास्थ्यमा समस्या निम्तिन सक्छ। यिनै समाचार सामग्री सहित हामी समाचार